हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको हाम्रो यात्रा रहनेछ सूर्य विनायकदेखि दोलखा भीमसेन मन्दिरसम्मको। हामी बिहानको 8 बजे भक्तपुर सूर्य विनायक मन्दिरबाट अगाडि बढेको। अब कति घन्टामा पुग्छ हेरौँ है त। हामीले प्लान बनाएको वर्षै पछि जाने भनेर, तर टाइम म्यानेज गर्न नसकेकोले 2 वर्षको एकचोटि 3 वर्षको एकचोटि भइरहेछ। अहिले पनि हामी 2 वर्षपछि जानेछौँ। बाटोको कन्डिसन कस्तो छ थाहा छैन, कस्तो हुन्छ हजुरहरूलाई अपडेट गर्दै गर्छु है त। हेर्नु, साँगासम्म त ठिकै छ भने बनेपाको मेन रोडको हालत चाहिँ एकदमै खराब छ। सबै पुरा बाटो यता उता वारिपारि नै सबै बिग्रेर 10 मिनटको बाटो हामीलाई यो आधी घन्टा जति लाग्यो। बाटो बिग्रेर हालत एकदम खराब छ भने त्यतिकै जाम र पानी परेर हिलो पुरा चिप्लिने लड्ला जस्तो छ भने बाइक लानलाई चाहिँ एकदमै गाह्रो भयो हामीलाई। थोरै मात्र होइन, अलि लामो समय बिग्रेको छ बाटो। हेर्नुहोस्, एकदमै गाह्रो, लानलाई गाह्रो। जाम त्यत्तिकै छ भने पुरै यता नै बाटोको हालत चाहिँ एकदम खराबै छ। हामी धेरै बेर यहीँ रोक्नु पर्यो किनभने जाम त्यति अगाडिसम्म जाम छ। यो चाहिँ मेन रोडमै भएकोले हामीलाई मात्र होइन, सबैजनालाई चाहिँ एकदमै गाह्रो भयो। त्यसपछि हामी हिलो बाटो पन्छ्याउँदै अगाडि बढे। पानी परेको बेलामा चाहिँ अहिलेलाई चाहिँ बनेपाको हालत चाहिँ एकदम खराब छ, आउनै नसकिने मुस्किलै छ भने। अहिले चाहिँ हामी ठुलीखेल पुगेको अवस्था। ठुलीखेलमा पनि ठिकै छ, बाटो बन्दैछ, राम्रै छ। हजुरहरू आउँदा चाहिँ अलिक विचार गरेर आउनु होला। त्यसपछि हामी अगाडि बढ्यो। फेरि धुलीखेल कटेपछि चाहिँ बाटो एकदमै राम्रो छ, मजाले पिचै छ, एकदम आनन्द आउने खालको चाहिँ। यहाँदेखि चाहिँ अलिक सजिलो भयो हामीलाई। धुलीखेल कटेपछि चाहिँ हामीलाई एकदम चिसो फिल भयो किनभने वैशाख महिना भएकोले एकदम गर्मी हुन्छ भनेर कुनै पूर्व तयारीमा नआएको, नर्मल्ली नै आएको भएर चाहिँ त्यहाँ पुग्दा चाहिँ एकदम चिसो फिल भयो। चिसोलाई छल्दै हामी अगाडि बढ्दै गए। एकदमै पानी पर्ला जस्तो नै चिसो थियो। अनि बाटोको कन्डिसन चाहिँ ठिकै नै छ, बाटो ठुलो छ। हुस्सु लागेको कारणले भ्यूहरू पनि हामीले राम्रोसँग देख्न पाएन धुलीखेलबाट। हेर्नु, हुस्सु लागेर केही नदेख्ने गरी। तर त्यो बेला फिल गर्दा चाहिँ चिसो हल्का रमाइलो चाहिँ रमाइलो भइरहेछ। सिनहरू चाहिँ पुरै ढ्याप्पै थियो। ल हामी अहिले पुगे पाँचखाल पुगेपछि चाहिँ हामीलाई न्यानोको अनुभव भयो। त्यहाँ चाहिँ अलि न्यानै भइसकेको थियो र जाडो चाहिँ कमै छ यहाँ चाहिँ। यहाँ पुगेपछि चाहिँ हामीलाई आनन्दै भयो। न्यानो भएकोले अघि उता धुलीखेलमा चाहिँ एकदमै जाडो भएको थियो, कसरी जाउँ भनेर बसिरहेको थियो भने अहिले यहाँ पाँचखाल पुगेपछि चाहिँ न्यानो भयो। एकछिन हामी रोकौँ कि भन्ने सोचेको थियो, तर यात्रा लामो भएकोले हामी त्यहाँ रोकेन। अनि अहिले चाहिँ हामी ठ्याक्कै पुग्यो दोलाल घाटमा। अहिलेसम्म चाहिँ हामीलाई ठक्कै नलागेको भएर होला कहीँ रोकौँ जस्तो चाहिँ फिल भएन, हामी अगाडि नै बढिरहे। यहाँसम्म चाहिँ हामीले हाम्रो यात्रा निरन्तर गरिरहे, कतै रोक्नु परेन किनभने हामीलाई कुनै ठकाइ महसुस भएको छैन। अब हामी पनि घरबाट ढिलो निस्केको भएर चाँडै पुग्नको लागि कहीँ नरोकिकन अगाडि बढी नै रहे। यतातिरको फाइदा भनेको चाहिँ रोड एकदम खाली, जामसाम नहुने, टक्क आफ्नै गतिमा गइराख्नु पाउने भएकोले त्यो एउटा चाहिँ एकदमै सजिलो छ। कुनै जाम छैन, मजाले बाटो पुरै खाली छ। यहाँसम्म चाहिँ बाटोको अवस्था एकदमै राम्रो छ भने हामी अहिले पुगे सुकुटे बिच। धेरैवटा राफ्टिङ गर्ने ठाउँहरू रहेछ। हामी चाहिँ सबै ठाउँमा बिस्तारै हेर्दै, पछि आउने प्लान बनाउँदै हेर्दै हामी अगाडि बढे। ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ। यहाँबाट पनि हाम्रो यात्रालाई हामीले निरन्तर अगाडि नै बढाइराखेँ। अब चाहिँ हल्का चिया खाने मन भएको जस्तै भयो, तर पसलहरू एउटै भेटेन। हामी अगाडि बढ्दै जाउँ, कहाँनिर पसल भेट्छ हामी त्यहाँ चाहिँ चिया खाने भनेर सोच बनाएँ। ठ्याक्क भन्ने बित्तिकै चिया पसल पनि भेटिहाल्यो। हामी चाहिँ चिया समोसा खाएर हामी फेरि एकछिन रेस्ट गरेँ। यहाँ पुग्दाखेरि हामीलाई 2 घन्टा लाग्यो। 2 घन्टापछि अब हल्का रेस्ट गरौँ भनेर हामी मजाले एकछिन बसेँ। चिसो भएकोले घाम पनि तापेँ र प्रकृतिलाई निहालेर बसेँ। यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो, कोलाहलबाट धेरै टाढा, सुनसान, आनन्द आउने रमणीय दृश्य, चराचुरुङ्गीको मात्र आवाज आउने, एकदमै राम्रो लागेर एकछिन धेरै बेर बस्ने भनेर सोच बनाए चाहिँ। किनभने अघि चिसो पनि लागिरहेको थियो हामीलाई र धेरै मोटो ज्याकेट पनि लगाएर आएको थिएन, त्यही भएर हामी यहाँ
एकछिन विश्राम गर्ने भनेर हामी विश्राम गऱ्यौँ र प्रकृतिको आनन्द लिइरहेँ। त्यसपछि अब हामी जाने सोच बनाएर अगाडि बढ्यौँ। रोडको कुरा गर्नु पर्दाखेरि चाहिँ रोड बनेपा कटेपछि चाहिँ रोड एकदमै राम्रो छ, सजिलै पुग्न सक्ने छ, आनन्दै छ। बाटो राम्रो भयो भने चाहिँ एकदमै आनन्द आउने रहेछ, कुनै गाह्रो बिना नै सजिलै आफ्नो गन्तव्य स्थलतर्फ पुग्न सकिने रहेछ। अहिले चाहिँ बजारतिर आइपुगेको भयो। यहाँसम्मको यात्रा चाहिँ एकदमै सजिलै गरी पुग्यो, कुनै थकान र कुनै गाह्रो बिना सजिलै गरी पुग्यो भने यसपछिको अवस्था चाहिँ अलिकति खराबै छ। हेर्दै जाउँ है त। ल हेर्नुहोस्, हामी चाहिँ अहिले ठ्याक्कै यो खडीढुङ्गामा पुगेको भयो। मौसम एकदमै खराब, हुस्सु लागेर अगाडि केही नदेख्ने, तलतिर घाम लागिरहेको थियो भने यहाँ त केही नदेख्ने, यस्तो अवस्था हुन्छ भनेर सोचेको थिएँ। यहाँ पुगेपछि यति जाडो भयो। हामी वैशाखमा एकदम तन्तलापुर घाममा बसेर आएको भएर यहाँ त पुस माघको कठ्याङ्ग्रीले जाडो नै भयो। हामीलाई मात्र होइन, अरू आएकोहरूले पनि त्यस्तै भन्दै थियो। हेर्नु, अगाडि हेडलाइट बाल्दाखेरि नै केही नदेख्ने, यति नजिकबाट नै केही नदेख्ने। हेर्नु, हिँड्नलाई नै गाह्रो परिसकेको भयो, पानी पनि हल्का परिरहेको भयो, एकदमै गाह्रो भइसक्यो हामीलाई। तर के गर्ने, बस्ने ठाउँ कहीँ पनि छैन। हामी अगाडि नै बढिरहेँ, केही नदेख्ने अवस्थामा पुगिसक्यो। यस्तोसम्म हुन्छ भनेर हामीले कल्पना पनि गरेको थिएन। पानी परे पनि हल्का पानी पर्छ, रोक्छ भनेर, यस्तो हुस्सु आएर केही नदेख्ने, दिउँसो नै हेडलाइट बाल्नुपर्ने अवस्था आउँछ भनेर सोचेको थिएन। तर एकतर्फबाट यस्तो नदेखेको पनि धेरै भयो। यस्तो हुन्छ भनेर नसोचेको भएर होला, रमाइलो नै लागिरहेको छ हेर्दाखेरि। अहिले हेर्दाखेरि त एकदमै रमाइलो छ, तर त्यो बेला चाहिँ अलिक चिसो लागेको कारणले चाहिँ जानु चाहिँ हामीलाई एकदमै समस्या परेको थियो। चिसो एकदम थियो, तर पानी चाहिँ एकदम ठुलो चाहिँ परेको थिएन। यो हुस्सु चाहिँ एकदमै मजाले लागिरहेको थियो। यस्तो हेर्दाखेरि अचम्म लाग्दो। हाम्रो देश नेपाल साँच्चीकै एकदमै राम्रो प्रकृतिले भरिएको जस्तो फिल भयो। यसमा अहिले हेर्दाखेरि चाहिँ रमाइलो छ भने त्यसबेला रियलमा फिल गर्दाखेरि चाहिँ एकदमै गाह्रो भएको थियो। हामीले चाहिँ ठ्याक्कै अब चिया खाने ठाउँ चाहिँ भेटाएँ। हेर्नु वरिपरि कस्तो देखाएको छ, सिनहरू केही देखाएको छैन, जताततै कुहिरो लागिरहेको थियो। हामी यहाँ चाहिँ चिया खाने भनेर रोक्यौँ। वरिपरिको दृश्य चाहिँ यस्तो छ। अगाडि गएर अलिकति देखाउँछु। होइन, तलतिर एकदम सिन देखिन्थ्यो अरू बेला भए, अहिले चाहिँ यो कुहिरो लागेको भएर केही देखिरहेको छैन, पुरै धमिलो पुरै। यतिसम्म हुन्छ भनेर सोच्नु भएको थियो होला। हेर्नु त, यहाँ सोद्धाखेरि चाहिँ हिउँ चाहिँ अहिले नपरेको धेरै भयो भन्दै थियो। हामीले चाहिँ हिउँ पर्छ कि भन्ने सोचेको थियो, किनभने चिसो लाग्थ्यो, केही नदेख्ने गरी भएको थियो। ठ्याक्कै होटल भेटेको भएर सजिलो भयो। र त्यसमा सुनमा सुगन्ध चाहिँ आगो बालिरहेको रहेछ। आगो बालेर राखिरहेको रहेछ, तातो पानी सबै व्यवस्था रहेछ। हामी चाहिँ अब आगो ताप्ने भनेर एकछिन आगोमै बस्यौँ। आगोमा बस्ने बित्तिकै यति न्यानो भयो। सुरुमै हामीले तातो पानी खाएँ, आगो तापेँ। अरू कस्टमरहरू पनि आइरहेको रहेछ, धेरै हुलै थियो, किनभने सबैलाई चिसो नै लागिरहेको थियो। हामीले चाहिँ अब चिया खाइसक्यौँ। अब कसरी जाने अवस्था यस्तो छ, कसरी जाने भनेर सोचेँ। धेरै बेर बसेर पनि के गर्ने, फेरि फर्किनु पर्ने भएकोले चाहिँ हामीलाई ढिलो हुने भएकोले अब निस्कौँ कि बसौँ कि भन्ने सोच बनाएर बसिरहेको। तै पनि एकछिन बसेँ हामी। धेरै बेर बसेर पनि फाइदा छैन, तर जाने कसरी, धेरै मोटोहरू ज्याकेटहरू लिएर आएको थिएन। त्यसपछि यताबाट अलिक तल पुगेपछि चाहिँ बाटो चाहिँ अलिक खुलेकै रहेछ, मौसमहरू पनि खुलेको रहेछ। यस्तो गहिरोमा चाहिँ हुस्सु लागिरहेको थियो भने माथितिर चाहिँ अलिक बाटो सफै भएको भएर चाहिँ आनन्द भयो। तर चिसो चाहिँ एकदमै चिसो छ। यहाँ आउँदाखेरि चाहिँ तयारी गरेर आउनुपर्ने रहेछ। कतिखेर के हुन्छ भन्न नसकिने रहेछ। बरु न्यानो ज्याकेट एउटा, बाक्लो ज्याकेट एउटा राखेर ल्यायो भने चाहिँ केही सजिलो हुन्छ। हामी फेरि अगाडि बढ्यौँ।
धेरै रेनकोट लाएर अगाडि बढेँ किनभने धेरै ठुलो चाहिँ पानी परेको थिएन, हल्का पानी चाहिँ परिरहेको थियो। त्यो पानीमा कुरिराख्यो भने चाहिँ रोक्छ जस्तो लागेन, त्यही भएर रेनकोट ओढेरै हामी अगाडि बढ्यौँ। त्यसपछि चाहिँ ठ्याक्कै हामी हाम्रो गन्तव्यस्थल दोलखा भीमसेन मन्दिरमा पुग्यो। ठ्याक्कै हामीलाई यहाँसम्म पुग्नलाई चाहिँ रोक्दै आउँदाखेरि चाहिँ 4 घन्टा लाग्यो। ठ्याक्क 12 बजे हामी यहाँ आफ्नो गन्तव्यस्थल चाहिँ पुग्यौँ। एकदमै भिड घुइँचो लागिरहेको थियो। यहाँ पुगेपछि एउटा कुरा थाहा भयो कि दोलखा भीमसेन मन्दिरमा चाहिँ 12 बजेदेखि चाहिँ बलि नलिने रहेछ भनेर चाहिँ थाहा भयो।